हेलो गाइज वेलकम ब्याक टु आवर ब्लग च्यानल निकेश श्रेष्ठ ब्लग। सो गाइज यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो। हिजो भर्खर खोलेको र हिजो मैले भ्लग बनाएको थिएँ होइन। त्यो अगाडिको टेक चाहिँ लिनै बिर्सेँ। यो पछिको अब आउने क्लिपहरू चाहिँ त्यो हिजोको थियो, किनभने मैले अगाडिको यो इन्ट्रो नै अलिकति गल्ती गरेको थिएँ, त्यही भएर मैले यो रिटेक गरेँ। अब गाइज अब भिडियोतर्फ लागौँ र यहाँ हेर्छन् सबै मेरो भाइ बहिनीहरू। सबैको इन्ट्रोडक्सन देऊ ल। ल सुरुमा तिम्रो इन्ट्रोडक्सन के भने तिम्रो नाम? मजाले भन न छिटो, साँच्चै भनौ, युट्युबमा पोस्ट गर्न आँटेको। अर्को पुच्चे भाइ, मेरो नाम एबी श्रेष्ठ। यता आउन यता आउन। मेरो नाम हो एबी श्रेष्ठ। म अब 12 राख्छु। ल ल अर्को नेक्स्ट। नमस्ते जजलप्पा, मेरो नाम भावना श्रेष्ठ। म गौरीगञ्ज गाउँपालिकाबाट। ल भयो तिम्रो ल। नमस्ते, मेरो नाम हो युनिसा प्रधान। ओके, अनि म चाहिँ हो निकेश श्रेष्ठ। अनि तपाईँ क्लास 9 दमक 5 सर्वोदय इङ्ग्लिस बोर्डिङ स्कुल होइन। सो उता चाहिँ मेरो अजी हुनुहुन्छ। अजी भन्नाले म नेवार हो, त्यही भएर अजी भनेको चाहिँ हजुरआमा हो। हजुरआमा अजी यहाँ चाहिँ बाख्राहरू छन्। अजी के छ खबर? ठिकै छ? बाख्रालाई खोलिदिनु भएको। यो चाहिँ गाइस खरबुजा हो। खरबुजाभित्र याति छ। अघि भर्खर मैले 3-4 वटा खाइदिएँ। उहाँ चाहिँ पर हाम्रो आमा हुनुहुन्छ। आमा पल्लाहरूको अजी, अजीको नन्द होइन। उपत्र नगर है, उपत्र नगर है। अहिलेसम्म एउटा पनि मलाई कन्टेन्टै भेटेकै छैन यार। कन्टेन्ट एउटा पनि कन्टेन्टै भेटेको छैन। के भनेको होइन। माई फर्स्ट ब्लग। हामी एउटा क्लिप हाल्दिन्छु त्यो बुढो नाचेको। अनि आमा कति जन्मको? ए सो गाइस यस्तै हो गाउँ। यसो टुर हानिदिने गएर हिँड जाउँ। कता? यता जाउँ न। किन उयो सिधा हो बाटोतिर? ल हिँड हिँड। ए बाटोतिर जाउँ न एकछिन। 2 मिनट त भइरहेछ। गाइस म चाहिँ बाटो पुलतिर जाँदैछु। आज नरुवा पानी आएछ यार। यहाँ चाहिँ हामी पहिला माछा मार्थ्यौँ गाइज। यहाँ यो खोल्टामा माछा पनि निस्किन्थ्यो। यो खोल्टामा बढी निस्किन्थ्यो। उता पनि थियो एउटा खोल्टा हामीले पुरेको, यसमा बढी माछा निस्किन्थ्यो यार। माछा मार्थ्यौँ यार यसमा गाइज। यस्तै हो हाम्रो गाउँ भन्न मिलेन, यसलाई सहरै भनौँ। खेतीपातीको सहर नम्बर 1 गाइज। यिनीहरू सबै हाम्रो जग्गा हो। हाम्रो जग्गा हो। बोलाऊ। कुन उयो खोलामा हामी जाँदैछौँ है। यो खोला त होइन, यो ओ भावना, यो खोला होइन नि। यो त पर माइको टुटेर आएको नि। यो बाँध भाँचेर चाहिँ पानी यहाँ आएर जमाउँछ। यो गाइस हेर्न सक्नुहुन्छ पानी यहीँ छ होइन। यहाँ पुल जुका हुँदैन अहिले। जुकाको सिजन गरे जस्तो लाग्यो। अच्छी डुब्लाउने केटा हो मजाले। पुल यो पुलबाट जानु भन्छ। उयो एबिक भाइले। एबिक यो चाहिँ गाइस मेरो फर्स्ट ब्लग होइन। गहिरो छैन गहिरो छैन हौ छैन। यो चाहिँ मेरो फर्स्ट ब्लग होइन। प्लिज किप सपोर्ट मी। तिमी नआउ सपोर्ट गरिदिनु होला हामी जस्तो सानो केटालाई। गाइस हेर्न सक्नुहुन्छ यस्तै छ। ड्रोन भएको भए त ड्रोन सट लिन्थ्यो यार। ड्रोन भएको भए त ड्रोन सट लिन्थ्यो। भयो ड्रोनै छैन। अब किन्नु पर्ला ड्रोन। कति पर्छ? जति नि लाँदा हुन्छ। ल तिनीहरूले नै दिन्छ नि। ल्याऊ जानु पर्ला क्या? तिमीहरू त नजाऊ यार। के लाग्छ तिमीहरूलाई? भूत लाग्नेहरू नजाऊ। उति पर पुगेर आउन। उयो अर्को खोला ल। कि जान्छु कोकालाई डर लाग्छ गइहाल घर। कोकालाई डर लाग्छ। युनिसालाई ए हिँड ऊ मर्दो कस्तो कुरा गर्छ यार। एबिक पनि हामी उयो परको रुख बाहिरको रुख होइन हौ। यतिकै हिँडेको। खरबुजा लिन अहिले जानु पर्यो। म मेरो साथी भइदिए त हुन्थ्यो क्या। म एक्लै त जाँदिनँ। कमल दादाले लिएर जाउँ कि क्या?
युनिसा थियो नि त फेरि तर अस्ति त पुगेर आएको है बान जाने त हँ जाउँ न जाउँ न त जाउँ ओम नमो भगवते वासुदेवाय भन ओम नमो भगवती भगवते युनिसालाई यो टिका लगाएको कि यो पैता लगाएको टिका लगाइदियो रहेछ टिका ए लगाइदेऊ सो गाइज हेर्दै ओए सो गाइज अब हामी चाहिँ यस्तै हो यार पानी परेपछि पहाडको भ्यू र हिमालको भ्यू क्या दामी देखिन्छ अरे हाम्रो घरबाट हाम्रो घर होइन हाम्रो गाउँबाट हौ बोल आउँदैन आउँदैछ त तिनीहरू ओ खरबुजाहरू फ्रीमा दिँदैछ कहाँ दिँदैछ खोला पारी 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 जानुपर्छ माइबारी तिमीहरू कसरी चढेर आयो अब तेरिका भन्न हौ त्यही त तिमीहरू अनि तर्न पनि सक्दैन नि त ए अनि खोला चाहिँ कुन चाहिँले तरेर आउँछ कि म जाऊँ एक एकवटा लिएर आउनु ल्या पानी छैन के भन्छौ के त लाग्दैन नि होइन कति बजेर ओ उयो कमलको फुल एउटा ल्याउने यार अनि के को फुल हो तर्न सक्छौ हो साइडबाट जानुपर्छ एकछिन गाइज यो म खोला तरेसी देखाउँछु गाइज हामी चाहिँ यताको बाटो आएको यहाँ पानी धेर भएर होइन ओ मेरो 1K सब्सक्राइबर हुन आँट्यो यार 1K सब्सक्राइबर हुन आँट्यो यार 1K सब्सक्राइबर म तिमीहरूलाई पार्टी दिन्छु पार्टी तबट्टे पार्टी 1K भयो भने 956 न 57 छ हावाको फानेको गाइस यार यिनीहरू यो कुकुरहरू कस्तो यार आम्मा कस्तो तिमीहरू यतिकै बस न बानमा म हेर्छु पानी होइन गाइस हाम्रो बान जाने प्लान क्यान्सल भयो किनभने पानी पर्न थाल्यो र अहिले चाहिँ सानो सानो परिरहेको छ अहिलेको हेरी चाहिँ अलिकति ठुलो नै परिरहेको छ बान जाने प्लान क्यान्सल खरबुजा लिने प्लान क्यान्सल अब अहिले एकछिनतिर भावना म आउँछौँ लिन खरबुजा सौरभ जोशीको जस्तो जे पनि पोपट निको ब्लग्स त्यसले नि त्यो मोटे त्यसले एकचोटि उपत्र काम गरेर त्यसको त्यो जमिन मुनि गाडी लगाएर त्यसको हात सात सबै भयो होइन यस्तो दुखेन माथिको हेर नि दुखिरहेछ तलको मिन्स यो ल गाइस म अब एकैचोटि मिलौँ त्यही त अर्को खोलामा सो गाइस हामीले एउटा निर्णय गऱ्यौँ यहाँ एकछिन बस्ने भनेर पुलमा उताबाट चढेर उताबाट फर्केर आयो बसायो थुक्रो गलियो त्यत्रो गइयो यार पानी पर्यो भनेर फर्केर आइयो फेरि पानी रोक्यो यार पोपट यतिकै बसिरहेको छौँ गाइज हामी चाहिँ आज क्या शीतल छ यार हाम्रोतिर सो गाइज आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ